गाइज वेलकम ब्याक छ नयाँ भ्लगमा है। सो आज चाहिँ यहाँ स्टार्टिङ कहाँबाट हुँदैछ भनेपछि आइपी है, यहाँनिर हेरिहाल्नुहोस् आइपी आइसकेको छु। अनि यहाँनिर हाम्रो आज सानो इभेन्ट थियो भनौँ न है। यहाँनिर मेन चाहिँ लबुदाले राख्नु भएको थियो। अनि यहाँनिर आज आउनु हुँदैछ स्टार सप्पन, अनि हाम्रो यहाँनिर लोकलहरू पनि छ है। अनि राइजिङ बोइजकोहरू थुप्रो, अनि नर्बु तामाङहरूको पनि छ। त्यत्रो कभर अप गर्नु भ्याउँदिनँ होला म है। सो तपाईँलाई सानोमा देखाउन चाहन्छु है। सो भनिरहन्छ मेरो च्यानलमा। अनि जो नयाँ हुन्छ नि लाइक सेयर सब्सक्राइब डोन्ट फर्गेट गाइस है। अहिलेको लागि पिस आउट, बाइ बाइ। त्यहाँको भेटे हेलो, ठिकै हुनुहुन्छ? आज जोर ढिलो भयो त, यसो ढिलो नभयो भनौँ न। यो सबैलाई चिन्नु नै हुन्छ होला है। अनि यहाँनिर ऊ ठिकै छौ? स्वर सुनेर आएको बाहिर बिचारा कता कन्सर्ट गरेर आयो भन त। त्यो कता गरेर आएको अहिले? हिजो चाहिँ उयसमा गरिकन आएको कहाँ भन्दाखेरि दोत्रेवाला छ। ए ठिकै छ। अनि यहाँनिर चिनिहाल्नु भयो अब भने त के जरुरत हो। अनि गाइस यहाँ हेरिहाल्नुहोस् होला, ठिकै भइसकेको छ भिड चाहिँ। यस त के छ हालखबर? राम्रो बवाल हुँदैछ प्रोग्राम, त्यही त है। अनि यहाँ प्रोग्राम हुँदैछ गाइस सबै। हामी तीनजना पनि सेम होइन, दुईजना छिटपट्टै हो। म चाहिँ होइन यिनीहरूको एजमा आउँदिनँ। कालेबुङ मिरिकबाट हुनुहुन्छ, मिरिकको छोरा, एकदम गर्व गर्नुपर्ने। खाली मारिदिनुहोस् न उहाँको लागि पनि। सर त्यो मिरिकमा चाहिँ मिरिक झिल त आर्टिफिसियल रहेछ नि त होइन, उहिले कहिले बनाएको र। अनि त्यहाँ माटोहरू चाहिँ दाले भोलिन्टियरले बोकेको हुन्छ नि। झाँसीको आन्दोलनमा दाजुहरू क्रिकेट खेल्थ्यो र दा अम्पायर भन्छ। उसले पनि मेरो टी सर्ट टच पारेको यो अस्ति बिजनबारीमा त प्रोग्राम थियो कि उसको त्यो लुगा एउटा मात्रै भयो, घर जानु पाइनँ भनेर अहिले फर्काएको छैन। यही टी सर्ट हो। सिरियस नोटमा दाको चाहिँ के भन्दाखेरि रेडियो चाहिँ अहिले अलि इरेलिभेन्ट भयो, हामीले त्यति धेरै सुन्दैनौँ होइन, तर दा चाहिँ रेलिभेन्ट छ क्या। अनि सिरियस कुरा गर्दाखेरि कति होला नि त एक्सपिरियन्स मिडियाको फिल्डमा, अनि त्यो रेलिभेन्सको बारे के भनिदिनु त है, त्यो पनि त एउटा मौका हो नि। धन्यवाद। अहिले चाहिँ यहाँ भित्र बसिरहेको छु। अनि यहाँनिर सबभन्दा है भनिदिनु न। लु लभ यु है त। तपाईँलाई कहिले चिन्दैनौ? यहाँनिर अर्को यस ब्रदर। अनि यहाँ हाम्रो यहाँ दादा के छ त? दादाको त अनि 100 उसको लागि चाहिँ 100 के पुरानो चाहिँ यहाँ भिडियो हो मैले उठाउने है। ठिकै छ है। यस्तै यहाँ सबैजना बसिरहेको छ। यहाँनिर सबभन्दाको फ्यान्सहरू फोटोहरू खिचाइ। अनि यहाँनिर बाहिर हुँदैछ, यहाँनिर इभेन्टहरू सबै नानीहरू नाच्नेहरू जस्तो छ। गाइस यहाँनिर सबभन्दासँग बसिरहेको छु। दा के भनिदिनुहोस् यसो भाइको च्यानलमा? ह्याप्पी दसैँ सबैजनालाई है। अनि एडभान्समा ह्याप्पी दिवाली पनि, अनि अझै एडभान्समा ह्याप्पी न्यु इयर। सो भाइलाई पनि सपोर्ट गर्नु, थ्याङ्क यू सो मच। ठिकै छ है। अनि यहाँनिर हो भक्तहरू चाहिँ यहाँ हो बाहिरपट्टि फोटो सेसन हुँदैछ। अनि हामी चाहिँ यहाँनिर भित्रपट्टि बसिरहेको छ।
कालिम्पोङ क्लिन छ क्या कालिम्पोङ क्लिन छ अनि मैले त्यसलाई ब्याकस्टेज भने कास मेरो साथी तँ पनि कालिम्पोङमा भएको भए तँ पनि सबै हुँदैछ होला है भनेको क्या अहिले लास्टले गएछ त्यो अनि एउटा यसमा विशेष कुरा के जोड्न चाहेँ भन्दाखेरि म कालिम्पोङ धेरै वर्ष अगाडि मैले ओजिडी गरेको ओजिडी भन्नाले चाहिँ मेडिकल पढेपछि ओजिडी गरिन्छ है म आयुर्वेद थपिदिँदै छैन यति हातै सन्चो सास फेर्नु हुँदैछ अन्त फेर्नुहोस् न दसैँको उपलक्ष्यमा चाहिँ के हो भन्दाखेरि यति हो मजाले आश गर्नुहोस् सबैजना है मजाले दसैँ मनाउनुहोस् तर नालीमा चाहिँ नबसिदिनुहोस् फेरि कालिम्पोङ यहाँनिर हाम्रो म्युनिसिपालिटी चेयरम्यान हाम्रो रवि सरले मार लानु मैला हुन्छ नि त यता है साफसुग्घर गर्नु पऱ्यो नि त सुन्नुभयो होला सबैजनाले मजा आउँदैछ हाँसो पनि सही छैन उठाएकै सुन्न कहाँबाट हाँसो छ अब पो हाँसो गर्छौँ त्यहाँनिर अब दसैँमा चाहिँ ए अब गोजी निकालेको जस्तो मात्रै त हो यो होइन निकालिहाल्यो भने पनि राम्रो हो प्र्याक्टिस त हो म पैसा दिँदैछु ल तपाईँ तँ चाहिँ ज्वाइँ होइन ल लगाउनु त पऱ्यो नि त ससुरोबाट कहाँ सासुआमा बसेको छैन ससुरोबाट पो बसेको छ ससुरोबाट पो यहाँ त ए हजुर सासुआमासँग जस्तो लजाउनु त्यसरी होइन प्र्याक्टिस त गर्नु पऱ्यो नि त अन्त प्र्याक्टिस त अन्त प्र्याक्टिस अन्त लु त ज्वाइँ हाने म छोड्छुन ल पैसा खानु त ज्वाइँको त भाग्य त साह्रै नराम्रो रहेछ ज्वाइँ अब के छैन अब तपाईँले बेला बेला मेरो छोरी तुडिदिइहाल्नुहुन्छ त्यसै पनि अब मेरो समाजमा नाम भन्दा नानी सुनि पनि दिइहाल्नुहुन्छ ए यो चाहिँ 5,000 रुपियाँ लिनुहोस् अनि लिँदैन लिनुहोस् न लिँदैन तेरो साथी पो त टपिक छौँ न टपिकमा दिन्छ त ससुरो बाउले त अन्त नदिने थियो अरे नि मेरोमा चाहिँ पैसा थिएन हाल्नु नि ल फेरि एकपल्ट ट्राई गरौँ न त ज्वाइँ कम्ती होइन लिँदैन लिनुहोस् त ज्वाइँ होइन पर्दैन होइन लिनुहोस् त ज्वाइँ होइन पर्दैन होइन राख्ने यति बेला राख्नुपर्छ नि त कस्तो गोटा मेरो ससुरो बुढोले त कहाँ तँ भन्छ ज्वाइँलाई अन्त ट्रेनिङ हुन्छ TRING के हो ट्रेनिङ ट्रेनिङ हजुर ए त्यही ट्रेनिङ गरेर ए ट्रेनिङ त है ट्रेनिङमा त यसो हान्नु पनि पायो केही छैन लिनुहोस् न ज्वाइँ कुट्ने ट्रेनिङ त नगर न अन्त लिनुहोस् न ज्वाइँ अनि लिँदिन लिनुहोस् न अब दिइहाल्नु भयो दिएला कहाँ 4 पल्ट थाप्न है अब 2 पल्ट 4 पल्ट ज्वाइँ भन्न लिनुहोस् न ज्वाइँ लिँदिन होइन पर्दैन थाप्न है गोख्टे पैसा त थाप लिनुहोस् न ज्वाइँ हेर्न गर्नु
प्र्याक्टिस त होइन त ट्रेनिङ खान्छ भने कहाँ त्यसै त भनेको त तँलाई गर्छु ल तँलाई गर्छु नि तँ चाहिँ म ससुरमा म हुन्छ बस्नु नि लिनुहोस् न चाहिँ पैसा निकालेको छु नि हजुर निकाल्नु पर्दैन नि लिनुहोस् न दक्षिणा मात्रै हो आशीर्वाद मात्रै त्यो त तपाईँकै छोरी लिपस्टिकमा तुल्किहाल्छ प्र्याक्टिस हो प्र्याक्टिस मैले प्र्याक्टिसमा त भन्दैछु प्र्याक्टिसमै भनेको हजुर प्र्याक्टिसमा लिनुहोस् न हजुर हो र लिनु नि होइन ल यो त होइन फुल मात्रै छ फुल मात्रै होइन फुल मात्रै के गर्नु हो त पैसा दिँदैन अब त्यसो दिन्छ त आशीर्वाद त पैसा दिनु पऱ्यो नि आशीर्वाद मात्र फुक्का दिएर कहाँ हुन्छ अरे गिलो पनि धुनु पऱ्यो ल लास्ट मजाले ल अब चाहिँ लिनुहोस् न चाहिँ होइन ल लिनुहोस् न लिनु नि लियो बाबा हुन्छ आशीर्वाद मात्रै अब के अन्त जानु नि अब आशीर्वाद भयो पायो है पायो त मर्नु नि कति दसैँ तँलाई भन्ने म सुन त पर्सि त्यो पर्सि कमलाको दोकानमा नि तास खेल्नु आएछ कि रामसिवन भएर कमाएको पैसा त्यहाँनिर खेर हाल्नुपर्छ ल त्यहाँदेखि साह्रै निद्रा लगाएर त्यो घुम्ती गोलाइ त्यो ढिपमुनि सुत्दिनुपर्छ बुढीले खोजोस् न संसार पनि पाएको भएको गङ्गेर समय क्या बिर्सिस्क्यो कान सुन्छौ म सुन्छ झेलामा रे गर्नुपर्छ अनि बिहा पनि गरेको छैन कता यो पनि गयो कि भन्छ नि हुन्छ त ल ल ल ल ल ल ल ल पहिला कुरा चाहिँ कहाँ बस्नु अन्त यहीँ बस्नु पहिला कुरा त हातमा तिते पाती दिन्छ हो कहाँ दिन्छ तिते पाती बस्छ है जेरम दिन्छ नि अब भने दिन्छ अनि चाहिँ मलाई लिनुहोस् न भन्न के लिनु सक्नु अनि अरे दक्षिणा दक्षिणा टिका लाग्छ न पहिला टिका लगाएको जस्तो गर्छु ल मेरो चाहिँ बहिनी बिहेको छोरी बेसी नकुट्नु त्यस्तै छ रक्सी ज्यादामा मेरै माथि सेट मिलेको आइतबार बनाएको मलाई भगवान्ले सोमबार अत्तालेर मलाई त गाडी गयो छिनेर माताले टिक 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 दिनभरि 24 घन्टा दिदी सिन्दुर लाउने भनेको आइदिन्छ अन्त जुम्रै नि त्यो डरमा ठुल्ठुलो जुम्रा छ क्या कसले बाटो बनाउँदैन लगाइदिएँ नि म हेरेँ जुम्रा हेर्ने बाटो बनाइदिएको जुम्बा तेरोमा छाला जुम्बा मेरोमा बिखा मात्रै छ मान्छेहरूको छेउमा त्यसले एउटा डन्डामा पनि सेट हुँदैन के डेन्डर डन्डा जति गरिस् न एक एक कतै एडभर्टाइजमेन्ट दिनु त्यो त्यो पाउडर चाहिँ मिनी पो खटाएर त्यो ड्राइभर घर मोड्ने जस्तो आँखा घरमा काउदै सोना पाएर गति सानीले पाएन नि त राम्रो गएको क्या मुसा त्यो गर्दैन भोक लाग्दैन त्यसले त्यो चरा भुइँमा झार्दैन राम्रो स्वर हुनु राम्रै खोजा भयो जस्तो आमा जस्तो स्वर हुनुपर्छ त जान्छु अहिले देख्छु अन्त छट पनि बेच्छ मजा हो अरे मेरो बाबा नमस्ते देखिन सक्दा अब यसो घरमा कालो साबुनहरू छ त्यसले मुख धोएको देख्नु हो हुन अन्त मेरो होइन तपाईँको तपाईँलाई देखेको हो तपाईँले अन्त सुन्नुहोस् न विशेष कारण के भन्नुहोस् त के म अलिकति के
भन्न घरमा लक्ष्मी चाहिएको छ भनेर सुनेको थिएँ। लक्ष्मी त चाहिएको थियो नि कहिले अन्त अरे यो लक्ष्मी कुरा भनेको यो लक्ष्मी कुरा कुन चाहिँ यो लक्ष्मी चाहिँ यो लक्ष्मीले डाइरेक्ट भन्नुभएको छ नि सर्टकट भन्नुहोस् अब घरको बुहारी नि हो बुहारीको खानु छैन भाइ अहिले तपाईँलाई होइन मलाई पो भनेको त म त बिहा गर्ने त हो कहाँ फेरि आज कहाँको कहाँ अब हामी पनि खर्च बेसी हेर्ने त हो र छेउछाउकै उही तलाको कहाँ गयो त युगेन्द्रको छोरी योगेन्द्रको छोरी हुँदैन भाइ यहाँ पो हाल्नुपर्छ हौ हुँदैन साप र सट्टा हामी बेच्दैन त्यसका अलिक माथि छ नि कहाँ माथि त्यो केही भुटबाट तल्ली परेको को लालेको छोरी हो लालेको लालेको छोरी हजुर लालेको हुँदैन भाइ त्यो मलाई फ्री पर्छ हौ ए मेरो बाबा पनि जिब्रान तल्दै तल्दै छ के अब आफ्नै मन जे जो पनि आफ्नै पर्छ अब कुकुरसँग बिहा गर्नु चाहिँ कुकुर पनि आफ्नै पर्छ होला अब साइनोको लागि पनि पर्छ बरु सिधै बिहा गर्नु भन्नु नि हौ साइनो नलाग्ने हेर्न अन्त अहिले के भन्दा माथि कम छ फेरि को माथि कहाँनिर त्यहाँनिर आमाको नाम चाहिँ मकै भुटुनी बाउको नाम बाउको नाम चाहिँ उयो फ्राई राइस फ्राई राइसको छोरी हेरिस् अनि त्यो पनि हुँदैन भाइ केरा पो सबै आफ्नै पर्छ छेउछाउको चाहिँ माथि तल सिधै बिहा नगर्नु भन्नु नसक्नु हरेस लागिसक्यो मलाई त भात खानु पनि धर्मको तपाईँले म बिहा नगर्नु सिन्दुर लाउनु मन लाग्दैन मलाई त्यो हरियो पोते गाँस्नु मन पर्दैन सिन्दुर लगाइदिनु मन पर्दैन मलाई पनि मन पर्छ लिपस्टिकहरू किनिदिनु मलाई पनि मन पर्दैन भात खानुको लागि पनि जन्माइदिएको अब चाहिँ लास्ट अप्सन धेरै टाढोको छ कहाँ टाढो जफान जफाना सानो गाउँ आएको थियो नि जापानबाट आउँछ त्यो सेतो गाडी टाटा टाटा दैलो चाक्लै एउटा दैलो सर्पियो कि पर्पियो भन्ने रहेछ नि त्यो गाडी किन्न सो गाइज अहिले चाहिँ माथिबाट निस्केर चाहिँ जस्ट आइपुगेर क्यारोट किनेर क्यारोट छैन अरे सो क्यारोट किनेर चाहिँ फर्किँदैछु है सो आई होप तपाईँ आजको ब्लगमा मन पऱ्यो लाइक सेयर सब्सक्राइब डोन्ट फर्गेट आई होप लाइक इट्स आउट बाई